दवानगञ्जको घटनाले लिएर यहाँ शान्तिपूर्ण प्रदर्शन भइरहेको थियो र त्यस पश्चात प्रशासनको स्वयं उपस्थितिमा आगजनी भएको प्रशासनले त्यतिखेर चाहेको भए यो आगजनीबाट जोगिन सक्थ्यो, जोगिएन र देवानगञ्जको घटना शान्त पर्नलाई गृहमन्त्री आएर त्यहाँ सम्झौता गरेर लगभग शान्त अवस्थामा छ। त्योभन्दा कैयौँ गुणा बेसी क्षति यो शिव चोकमा भएको र त्यसको लागि के कस्तो पहल भइरहेछ? हैन, गृहमन्त्रीज्यू हैन, तपाईँले गभर्मेन्टको कुरा गर्नुभयो। गृहमन्त्रीज्यू हुनु, म हुनु या अन्य कोही होइन क्याबिनेट हुनु भनेको कुरा एउटै होइन हैन। सो एक ठाउँ मात्रको कुरा थिएन नि, गृहमन्त्रीज्यूलाई होइन सबै हेरेर देशव्यापी उहाँले हेर्नुपर्नेछ। सो हिजो कप्तानगञ्ज उहाँले भ्याउनु भयो, त्यहाँपछि सिराहामा पनि त्यस्तै सिचुएसन छ, फैलिँदैछ, जनकपुरमा पनि छ, उहाँले धेरै ठाउँ भ्याउनु पर्ने थियो। त्यही भएर म त झन् यहीँको जन्मेको हुर्केको मान्छे हो, मलाई यहाँको वस्तुस्थितिहरू राम्ररी थाहा छ। त्यही भएर तपाईँ यहाँको सिचुएसन हेर्नु, मलाई उहाँले चाहिँ भन्नुभएर त्यो जानुभएको छ। त्यही भएर त म आज हेर्न आएको होइन, किनकि मलाई थाहा छ नि होइन यहाँको हजुरहरूको दुःख भनेको मेरो दुःख पनि हो। तपाईँले भनिसक्नुभयो यहीँ जन्मेको यहीँ हुर्केको मान्छे हो होइन। त्यही भएर अब मानव क्षति भएको छ, त्यही भएर पहिलो दायित्व हाम्रो त्यहाँ थियो होइन। त्यही भएर हामी त्यहाँ गयौँ, त्यो हेरेर यहाँ पनि के हो भनेर होइन माननीयज्यूले मलाई इन्फर्म गर्ने बित्तिकै त्यही भएर यहाँको पनि वस्तुस्थिति के छ, तपाईँहरूको कन्डिसन के छ होइन, तपाईँहरूको कुनै ज्यानदानमा केही क्षति भयो कि भएन, यहाँको क्षति भएको कतिसम्म भयो, किनकि यो सबै रिपोर्टिङ मैले गृहमन्त्रीज्यूदेखि लिएर सामान्यज्यू सबैलाई गर्नुपर्ने हुन्छ र त्यो अनुसारको क्षतिपूर्ति कसरी के गर्न सकिन्छ हामी डिस्कस गरेर हामी अवगत गराउँछौँ। यहाँ लगभग तपाईँको 22 जनादेखि 24 जना व्यापारीहरू हुनुहुन्छ र अरू कतिजनाको मोटरसाइकलहरू टुटफुट भएको छ र कतिजना घाइते पनि भयो। मोटामोटी सबै टेन्टेटिभमा जोड्दाखेरि 37-38 जना पीडित भएछ। अब यसको लागि अलिकति जुन गतिमा कमसेकम घटनास्थलमा आएर मुचुल्का उठाउनु पर्थ्यो, के कति क्षतिपूरण सङ्कलन आदि इत्यादि केही भएकै छैन अहिलेसम्म। अहिलेसम्म यति ढिला सुस्ती किन भने हिजोसम्म त कर्फ्यू नै थियो नि, हिजोसम्म भएको बेलामा बारुण यन्त्र यहाँ आउनु पर्यो। कोशी गाउँपालिकाको आफ्नै बारुण यन्त्र छ।